हेलो गाइस, हामी चाहिँ अहिले रेडी भएर भाइको स्कुलमा जान लागेको अनि हामी दुईजना मात्र छौँ। हामी यति बेला चाहिँ भाइहरूको स्कुलमा प्रोग्राम थियो, एनुअल एन्ड कल्चरल प्रोग्राम थियो अनि यसमा हामी जान लाग्दै थियौँ अनि बजारतिर हेर्दै जाँदै थियौँ अन्तिर म अनि बटार बजारको अवस्था यस्तो। बजारतिर कस्तो रङ्गोलीहरू अब तिहार लाग्यो नि त, रङ्गोलीहरू कस्तो राम्रोसँग राखेका थिए अनि सामानहरू नयाँ नयाँ बजारतिर बेचिसकेको थियो। बजारमा अब तिहार लाग्दा पनि त्यस्तो राम्रो ऊ चाहिँ थिएन है, मान्छेहरूको चहल पहल थिएन भन्दै हामी कुरा गर्दै गएको थियौँ भने यति बेला हामी मेन रोडमा घुम्न लागेका थियौँ। अलि परै थियो क्या भाइहरूको स्कुल अनि म चाहिँ त्यहाँ घरमा बस्नुभन्दा बरु जान्छु भनेर गएको थिएँ। अनि बजारमा कस्तो राम्रो राम्रो लुगाहरू थियो अनि हामी चाहिँ कस्तो राम्रो राम्रो लुगा आयो भन्दै हेर्दै अनि गर्दै गइरहेको थियौँ मेन रोडहरूमा नि। यस्तो चाडबाडको नजिक भयो भने त्यस्तो ऊ त थिएन, अब अलि छिटै भएर नि होला, टाइम पनि बाँकी थियो, अब 2-4 दिन त बाँकी थियो नि त। अनि त्यसपछि हामी स्कुल गयौँ अनि स्कुलमा सानो नानी बाबाहरूको डान्स थियो अनि डान्सहरू हेऱ्यौँ अनि अब यहाँ बहिनीको घरकै बहिनीको नि थियो अनि त्यो हेऱ्यौँ एकछिन अनि अरू नानी बाबीहरूको नि थियो डान्सहरू, कल्चरल डान्स, फरक फरक ड्रेसमा फरक फरक सङहरूमा, कल्चरल सङमा कल्चरल ड्रेसमा नाच्नु भएको थियो, रमाइलो भएको थियो। तर मैले धेरै क्लिपहरू त लिइनँ अनि हुनुहुन्थ्यो, रमाइलो थियो विद्यार्थी भाइ बहिनीहरू। अनि मेरो भाइसँग नि भेट भएको थियो, सानो भाइसँग। अनि नानी बाबाहरूको डान्स त कस्तो राम्रो लागेको थियो क्या, कस्तो राम्रोसँग सिकाउनु भएको रहेछ। यसपछि चाहिँ यो चाहिँ अर्को क्लासको बहिनीहरूको डान्स थियो, उनीहरूको पनि कस्तो राम्रो थियो क्या डान्सहरू। अनि कल्चरल ड्रेसमा पुरै अब स्कुलले नै उ गरेको होला, अब नै गरेको होला, तर राम्रो थियो क्या डान्सहरू चाहिँ। अनि अझ ठुलो ठुलो क्लासको भाइ बहिनीहरूको झन् कति राम्रो थियो, तर मैले चाहिँ लिइनँ है, क्लिपहरू लिन भ्याइनँ अनि लिइनँ। अनि तर पनि कस्तो राम्रो राम्रो डान्सहरू थियो क्या अनि मलाई चाहिँ राम्रो लाग्यो अनि बनाइदिएको थिएँ भिडियोहरू। अनि खायौँ अनि त्यसपछि आयौँ है, धेरै बेर बसेनौँ, प्रोग्राम त बाँकी नै थियो। तर अब अहिलेको लागि यति नै, यसपछि अर्को भिडियोमा भेटौँला।